सन्चै हुनुहुन्छ होला। केही समयको अन्तरालपछि पुनः म नयाँ तथ्याङ्कसहित तपाईँहरूमाझ उपस्थित भइसकेको छु। आजको यो भिडियोमा विशेष गरी आर्थिक सर्वेक्षण 2081-82 जुन चाहिँ 2026मा आएको छ। अहिलेको यो सबैभन्दा पछिल्लो लेटेस्ट डाटा पनि हो। हामीले कृषि लोकसेवामा पढ्नुपर्ने एकदमै आधिकारिक तथ्य डाटा भनेको चाहिँ यसलाई नै मान्छौँ र यसकै आधारमा चाहिँ हामीले विभिन्न कुराहरू चाहिँ यसकै आधारमा रहेर यही तथ्याङ्कहरूलाई चाहिँ खुलाउँदै अगाडि बढ्नुपर्ने हुन्छ। आजको यो मैले विशेष गरी तपाईँहरूमा केही प्रश्न राख्छु, जुन प्रश्न मैले योभन्दा केही समय अगाडि अर्थात् 3-4 घन्टा 5-7 घन्टा पहिले चाहिँ तपाईँहरूलाई वाट्सएप ग्रुपमा राखिसकेको हुन्छु। त्यो वाट्सएप ग्रुपमा जोडिनलाई चाहिँ यहाँ दिएको नम्बरमा तपाईँहरूले नम्बर पनि देख्नु भएको छ। पक्कै पनि यो नम्बरमा तपाईँहरूले चाहिँ वाट्सएपमा मलाई मेसेज गर्नुभयो भने म त्यो ग्रुपमा जोडाउँछु। त्यो ग्रुपमा चाहिँ तपाईँहरूले गुगल लिङ्क पाउनुहुन्छ। गुगल लिङ्कमा गएर इक्जाम दिने हो र इक्जाम दिएको आधारमा चाहिँ तपाईँहरूको नम्बर त्यसमा कति मिले कति मिलेनन्, कुन चाहिँ राइट एन्सर हो भन्ने कुरा त्यसमा पनि देखाउँछ। धेरै साथीले त्यो इक्जाममा सहभागी भइसक्नु भएको छ। नभएको साथीहरू चाहिँ यो नम्बरमा मेसेज गरेर जोडिनु होला है। म आजको प्रश्न सुरु गर्न चाहन्छु। प्रश्न नम्बर 1मा रहेको छ, आबा 2081-82 को प्रारम्भिक तथ्याङ्क अनुसार नेपालको कुल ग्रास्थ उत्पादन, जसलाई हामी जिडिपी भनेर भन्छौँ, जसमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ? अप्सन एमा रहेको छ 24.71%, अप्सन बीमा रहेको छ 25.80%, अप्सन सी 25.16% र अप्सन डीमा 26.90%। यदि भन्दै गर्दा पढेको साथीहरूलाई चाहिँ याद भइसकेको होला कुन चाहिँ अप्सन राइट अप्सन हो, कुन चाहिँ राइट एन्सर हो भन्ने कुरा चाहिँ तपाईँहरूले छुट्याइसक्नु भएको छ। यति बेला प्रश्न नम्बर 1 को राइट एन्सर हो अप्सन सी रहेको छ 25.1%। अब यो आर्थिक सर्वेक्षणको एउटा पिडिएफ पाइन्छ, तपाईँहरूले गुगलमा पनि पाउन सक्नुहुन्छ अर्थात् वेबसाइटहरूमा पनि उपलब्ध हुन्छ। त्यो पिडिएफमा हेर्नु हो भने तपाईँहरूले चाहिँ यस्तो 178 पेजमा देख्न सक्नुहुन्छ हो। हामीले यसमा हेऱ्यौँ भने चाहिँ यसमा मैले तपाईँहरूलाई तथ्याङ्क हेर्न सजिलो होस् भनेर पनि राखेको छु 25.1% होइन। यो भनेको चाहिँ पी भनेको छ यो चाहिँ अनुमान जस्तो हो होइन, एकदम ऊ नै होइन, फाइनल होइन, आर भनेर आउँछ। यो पी भनेको चाहिँ यो अनुमानित हो। यो 25.1% रहेको छ। हामीले पढ्ने चाहिँ यसलाई आधार मानेर पढिरहेका हुन्छौँ है। यसै गरी प्रश्न नम्बर 2 तिर लाग्यौँ। आजको सेटको प्रश्न नम्बर 2 मा रहेको छ, आर्थिक वर्ष 2081-82 मा कृषि क्षेत्रको वृद्धि दर, जसलाई हामीले चाहिँ एग्रिकल्चर ग्रोथ रेट भनेर भन्छौँ, कति रहने अनुमान छ र यो पनि आर्थिक सर्वेक्षण त्यही बुककै आधारमा हामीले त्यो क्वेसन बनाएका हौँ। यति बेला अप्सन एमा रहेको छ 2.99%, अप्सन बीमा रहेको छ 3.02%, अप्सन सी 3.28% र अप्सन डीमा रहेको छ 4.28%। कृषि क्षेत्रको वृद्धि दर पढ्छौँ हामीले। यो तपाईँहरूले चाहिँ बुकहरूमा अपडेटेड बुकहरूमा चाहिँ कृषि डायरीको पनि पाउनुहुन्छ, आर्थिक सर्वेक्षण 81-82 को पनि पाउनुहुन्छ। 81-82 को यही आज हामीले यो गरिरहेको एन्सर हुन्छ भने अर्को चाहिँ हामीले 82-83 भनेर पनि पाउँछौँ। त्यो पनि के हुन्छ अहिले त्यो पनि तपाईँहरूले बुकमा पाउनुहुन्छ। 3 थरीको पढ्नुपर्ने हुन्छ। तर हामीले यो कुरा गरिरहेको चाहिँ के को भन्दाखेरि चाहिँ आर्थिक वर्ष 81-82 जो हाम्रो कृषिको लागि चाहिँ सबभन्दा लेटेस्ट तथ्याङ्क बुकको आधारमा हामीले यो निकालेका हौँ। यति बेलाको राइट एन्सर हो 3.28% रहने अनुमान गरेको छ। यो पेज नम्बर तपाईँले चाहिँ देख्न सक्नुहुन्छ। यस्तो खालको छ, यसमा चाहिँ हामीले हो 3.28 भनेर सहजै हानेर हामीले देखेका पनि छौँ है। 3.28 यसरी हामीले 2 नम्बर प्रश्न पनि समाधान गऱ्यौँ। प्रश्न नम्बर 3 तिर लागौँ। कृषिको कुल ग्रास उत्पादन, जसलाई हामी चाहिँ एजिडिपी भन्छौँ, एग्रिकल्चर होइन हो, हामीले चाहिँ ग्रोथ डोमेस्टिक प्रोडक्ट भनेर भन्छ। कृषि क्षेत्र कुल ग्रास उत्पादनमा बाली क्षेत्रको हामीले क्रपको चाहिँ के हुन्छ योगदान कति छ भन्छ। यति बेला 55.50, अप्सन बी 65.80, अप्सन सीमा चाहिँ 23.92 र अप्सन डीमा 8.71%। यति बेलाको राइट एन्सर हो अप्सन बी 65.80%। यसको यो पनि के हुन्छ तपाईँहरूले त्यसमा हेर्न सक्नुहुन्छ, होइन भने यसरी याद गर्दा पनि हुन्छ होइन। म तपाईँहरूलाई विशेष
यो भिडियोमा चाहिँ एजिडिपी होइन यो हामीले चाहिँ कुन जिडिपीमा कति योगदान के योगदान भन्ने कुरा चाहिँ आजको यो भिडियोमा ती क्वेसनहरू विशेष छलफल गर्छौँ। नेपालको एजिडिपीमा हो कृषि क्षेत्रको भने है ए भन्ने बित्तिकै कृषि क्षेत्र हो, जिडिपी मात्रै भन्यो भने कुल ग्रास हो। कृषि क्षेत्रको कुल ग्रास उत्पादन भन्ने हो यो एजिडिपी भनेको। यसमा धानको योगदान कति प्रतिशत छ भनेको छ 10.50 अप्सन ए, अप्सन बीमा रहेको छ 12.82%, अप्सन सीमा रहेको छ 14.47% र अप्सन डीमा रहेको छ 6.88%। होइन, यति बेलाको राइट एन्सर हो अप्सन बी 12.82%। र यो तपाईँहरूले देख्न सक्नुहुन्छ, यसमा पनि मजाले देखिन्छ। यो तपाईँले धान भनेर देख्नु भएको छ, यो चाहिँ 12.82% रहेको छ। होइन, 12.82% रहेको छ। यसमा पनि हामीले सहजै देख्न सक्छौँ। होइन, अझ देख्नलाई चाहिँ यसो गरेर हाइलाइट गर्नुभयो भने तपाईँहरूले पढ्दाखेरि पनि हाइलाइट गरिकन पढ्यो भने चाहिँ के हुन्छ, सहजै देखिन्छ है, यस्तो खालको हुन्छ। होइन, हाइलाइट गर्यो भने चाहिँ सहज देखिन्छ। हाइलाइट गर्नु पर्यो है तपाईँहरूले पढ्दाखेरि, मैले तपाईँहरूको लागि भनेको। यो त रह्यो हाम्रो धानको योगदान कति छ भनेर। अर्को प्रश्नतिर लागौँ हामीले। यसै गरी हामीले 5तिर जाउँ। एजिडिपीमा ताजा तरकारी सबभन्दा धेरै बालीतिर हेर्ने हो भने पहिला हामीले पढ्दाखेरि धान भनेर पढ्थ्यौँ। अहिले विगत 3-4 वर्ष यताको हेर्ने हो भने चाहिँ अहिले चाहिँ के हुन्छ, तरकारी बालीको योगदान धेरै छ। पहिला हामीले पढ्दाखेरि धान धान भनेर पढ्थ्यौँ, अहिले तरकारी बालीको योगदान धेरै छ। यसै गरी प्रश्न 5मा रहेको छ, एजिडिपीमा ताजा तरकारी बालीको योगदान कति प्रतिशत रहेको छ? अप्सन ए 12.82, अप्सन बी 14.47 र अप्सन डीमा रहेको छ, अप्सन सीमा रहेको छ 15.50, अप्सन डीमा रहेको छ 8.71%। यति बेलाको राइट एन्सर हो अप्सन बी 14.47%। मैले भने बालीतर्फ सबभन्दा धेरै योगदान दिने भनेको चाहिँ यही हो, ताजा तरकारी नै हो है। यसमा पनि तपाईँहरूले यहीको सेकेन्ड नम्बरमा देख्न सक्नुहुन्छ 14.47% भन्ने चाहिँ यहाँनिर है हेर्नु भने 14.47% भनेको छ, यो भेजिटेबल लेखेको छ है। यसरी हामीले याद गर्नुपर्ने हुन्छ हो। आजको मैले क्वेसनहरू जति तपाईँहरूलाई गराउँछु यो पढ्नु हो भने लगभग जिडिपीको त्यो आर्थिक सर्वेक्षणभित्र जिडिपी भन्ने एउटा टपिक हुन्छ, त्यसको चाहिँ तपाईँहरूलाई सबै आउँछ लगभग त। होइन, मैले सबै नछुट्ने गरिकन मैले यसमा क्वेसनमा समावेश गरेको छु। एजिडिपीमा मत्स्य पालन फिसरिजको योगदान कति प्रतिशत रहेको छ भन्ने छ 1.56%, 2.89%, 0.82%, अप्सन डी 3.38%। यति बेला चाहिँ तपाईँहरूले यहाँ पनि देखिसक्नु भएको छ फिसरिज टोटल भनेको छ। यो फिसरिज टोटलमा हेर्नुभयो भने चाहिँ तपाईँहरूले हो यहाँनिर पनि देख्न सक्नुहुन्छ है। फिसरिज टोटल भन्ने छ नि यहाँनिर हेर्नु त कति रहेछ हो। फिसरिज है मुनिको है, मुनि माथि फरेस्ट रहेछ, यो चाहिँ फिसरिज भनेको मुनि हो। कति रहेछ 1.56%। यो भनेको चाहिँ अप्सन ए हो यति बेलाको राइट एन्सर। धेरै आज एक्जाम दिएको लगभग 100 भन्दा बढी साथीहरू हुनुहुन्छ, लगभग कति 138 कतिजना हुनुहुन्थ्यो। उहाँहरूले म्याक्सिममले हो 70%ले चाहिँ धेरै क्वेसन मिलाउनु भएको छ आर्थिक सर्वेक्षणबाट। कति साथीहरू झोकिनु हो, किनभने यो नयाँ डाटा पनि हो, त्यस कारणले है बुकहरूमा खासै छैन, बुकहरूमा छँदै छैन अहिलेसम्म, बुक नयाँ बुक आएको छैन, आउने क्रममै छ है। मेरो बुक पनि आउने क्रममै छ, अपडेट भएर आउँछ। होइन, अपडेट भएर अन्तिम चरणमा छ है। यसै गरी अर्को प्रश्न हेरौँ 7 नम्बर प्रश्न हेरौँ। अब 81-82मा वन क्षेत्रको एजिडिपीमा योगदान कति छ? होइन, मैले अगाडि पनि ठ्याक्कै अगाडि टिक लागेको थिएँ नि, त्यो याद गर्नुभएको छैन। होइन, 1.56%, 6.88%, 8.71% र 24.71%। यति बेलाको राइट एन्सर हो, तपाईँहरूले चाहिँ हेरिसक्नु भएको छ 8.71% हो है। पनि थियो, मैले सबैमा फोटो राखेँ। अब चाहिँ के भन्छ भने एजिडिपीमा मकै बालीको योगदान कति छ? 12.82%, 8.50% र 6.88%, अप्सन डी 5.12%। यति बेलाको राइट एन्सर के होला है? तपाईँहरूलाई के लाग्छ? मकैको योगदान कृषि क्षेत्रको कुल ग्रासको उत्पादनमा मकै क्षेत्रको योगदान कति प्रतिशत रहेको छ भनेर इक्जाममा सोधिहालेमा के भन्ने भन्ने कुरा चाहिँ यो प्रश्नले सोधेको छ। यति बेलाको राइट एन्सर हो अप्सन सी 6.88% मकैको योगदान छ। कृषि क्षेत्रको कुल ग्रासको उत्पादनमा मकैको योगदान भनेको चाहिँ 6.88% रहेको छ। यसै गरी अर्को प्रश्न हेरौँ
9 नम्बर प्रश्न, नेपालको कृषिको कुल ग्राफको उत्पादनमा फलफुल क्षेत्रको योगदान छ है। हामीले चाहिँ फ्रुटहरूको योगदान कति छ भन्ने कुरा भयो, 7.50, अप्सन बी 8.97 र अप्सन सी 6.84, अप्सन डीमा 3.28। यति बेलाको राइट एन्सर हो 8.97%। यति बेलाको राइट एन्सर फलफुलको योगदान है। यसै गरी आज लगभग लगभग अन्तिम प्रश्न एजिडिपीबाट। मैले जिडिपीलाई फोकस गरेको छु साथीहरू। बाँकी प्रश्न भोलिको दिनमा आउँछ। भोलि लिङ्क आउँछ तपाईँहरूलाई, गुगल लिङ्क, त्यसबाट चाहिँ इक्जाममा जोडिनु होला। र म साँझतिर चाहिँ यो भिडियो पनि अपलोड हुन्छ होइन, त्यसको फिडब्याक भिडियो खालको अपलोड हुनेछ। त्यो दुइटै हेर्नुभयो भने लगभग दिउँसो इक्जाम पनि गर्ने, साँझ पनि हेर्नुभयो भने चाहिँ केही हदसम्म तपाईँहरूलाई याद हुन्छ। नेपालमा उत्पादित कृषि वस्तुमध्ये एजिडिपीमा आलुको योगदान कति प्रतिशत रहेको छ होइन, आलुको योगदान हो, आलुको योगदान छुट्टै छ फेरि, त्यसमा हेर्न सक्नुहुन्छ। आलुको योगदान 2.35%, 4.25%, अप्सन सी 5.12% र अप्सन डी 6.88%। यति बेलाको राइट एन्सर हो अप्सन सी 5.2% है। आजको मैले यो जिडिपी, विशेष गरी जिडिपी र योगदानलाई लिएर चाहिँ मैले तपाईँहरूमा आर्थिक सर्वेक्षण 2081-82 2026 सालमा आएको छ, यो तथ्याङ्कमा आधारित रहेर यी 10वटा प्रश्न तपाईँहरूमाझ राखेँ। आजको यो प्रश्न हजुरहरूलाई कस्तो लाग्यो, जस्ताको तस्तै कमेन्ट गर्नुहोला। र यसै गरी तपाईँहरूलाई चाहिँ कस्तो खालको भिडियो ल्याउँदा प्रभावकारी हुन्छ, तपाईँहरूको चाहिँ अपेक्षा कमेन्ट बक्समा छोड्नुहोला। यो भिडियोलाई तपाईँहरूले चाहिँ लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र साथीमा पुर्याइदिनुहोला भन्ने आग्रह गर्दै आजको भिडियोबाट चाहिँ म पनि छुट्टेँ। त्योभन्दा पहिला चाहिँ हजुरहरू सबैलाई धन्यवाद यो भिडियो हेर्नुभएकोमा भन्दै आजको भिडियोबाट छुट्टिन्छु।